आज हामी ध्यान दिवस कार्यक्रमको सङ्घारमा मनाउनको निम्ति यहाँ उपस्थित भइरहेका छौँ। जीवन विज्ञान भन्छ समस्या बाहिर होइन, समस्या हामी भित्र छ। हामी बाहिर शान्ति खोजिरहेका छौँ, तर त्यो शान्ति मेरो मनभित्र छ, हाम्रो मनभित्र छ। न हामी आफू राम्रो हुन सक्छौँ, न अरूलाई हामी राम्रो देख्न सक्छौँ। हामी सबै जीवनलाई सहज बनाउनको निम्ति, हामी कसरी खुसी भएर जीवन बिताउन सक्छौँ भन्नको निम्ति हामी दैनिक 20 मिनट मात्रै, आज वैज्ञानिकहरू भन्नुहुन्छ जति तपाईँको उमेर छ त्यति मिनट ध्यान गर्नुहोस्। कोही 40 वर्ष हुनुभएको छ 40 मिनट दिनको ध्यान गर्नुहोस्, 50 वर्ष हुनुभएको छ 50 वर्ष 50 मिनट ध्यान गर्नुहोस्। हामीले यदि त्यो उमेर अनुसारको ध्यान गर्न सक्दैनौँ भने तपाईँ बिहान बेलुका 20 मिनट, तपाईँ बिहान 20 मिनट मात्रै उठ्नुभन्दा अगाडि ध्यान गर्नुभयो भने तपाईँको जीवन कस्तो सहजता हुन्छ, कस्तो ऊर्जा आउँछ। आज मैले देखिरहेको छु, हिजो राति पनि सुतेको व्यक्ति बिहान उठ्दा पनि एकदमै तनावमा उठिरहेछ। हामी बिहान रातभरि सुत्यौँ, त्यो दिमागमा हामी धेरै विचारहरू खेलाइरहेका हुन्छौँ र हामी तनावमा उठ्छौँ। अनि हामी त्यो तनावमा उठेको व्यक्तिले, मनुष्यले, मानवले के काम गर्न सक्छ? न कर्मचारीले राम्रोसँग काम गर्न सक्छ, न व्यापारीले राम्रोसँग व्यापार गर्न सक्छ, न विद्यार्थी भाइ बहिनीहरूले राम्रोसँग पढ्न सक्छ। हेर्नुहोस् त, यस्तो जिन्दगी जीवन हामी सुरु गरेका छौँ। र अहिले हामी सुनेका छौँ, आज हामी 20 वर्षदेखि माथिका व्यक्तिहरूको हार्ट एट्याकबाट मान्छेको मृत्यु भइरहेको छ। आज अमेरिकन 2021 को अनुसन्धानले के भन्छ भने अमेरिका जस्तो राष्ट्रमा तपाईँको 15 वर्षका मुनिका बच्चाहरू 7% बच्चाहरू बेलुका सुत्ने बेलामा स्लिपिङ ट्याब्लेट नखाइकन सुत्न सक्दैन। यस्तो कस्तो भयावह कुरा होला। के यो भौतिक सम्पत्ति, भौतिक चिजले हाम्रो जीवनलाई प्रभाव पार्दो रहेछ त? मैले हिजो मात्रै एउटा कुरा प्रस्तुत हेरेको थिएँ। संसारको सबैभन्दा बढी धनी एलन मस्क, जसको रुपियाँ सबैभन्दा ठुलो डलरलाई बाँधेर यो संसारको परिक्रमा गरियो भने पनि 3 पटक परिक्रमा गर्दा पनि उहाँको पैसा सकिँदैन। तर पनि उहाँ भन्नुहुन्छ विश्वमा एउटा कुनै शक्ति छ, त्यो शक्तिले काम गरिरहेको छ। ल जस्तो भनेपछि यो भौतिक चिजहरूमा मात्रै हामी बिहानदेखि बेलुकासम्म दौडिरहेका छौँ र मनमा शान्ति छैन। र एउटा मनमा अशान्त व्यक्तिले केही पनि राम्रोसँग काम गर्न सक्दैन, उहाँको काममा सफलता हुन सक्दैन। त्यसैले आजको दिनबाट हामीले प्रण गरौँ, सङ्कल्प गरौँ, म पनि दैनिक रूपमा ध्यान गर्छु र म सबैलाई ध्यान गर्ने मद्दत गर्छु। म यसै कार्यक्रम मार्फत म भन्न चाहन्छु, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफू पनि ध्यान गरौँ र अरूलाई पनि ध्यान गर्न प्रेरित गरौँ। हामी स्वस्थ बन्न सक्यौँ भने, हामी शान्त बन्न सक्यौँ भने मात्रै हामीले हरेक कामहरू गर्न सक्छौँ, तनावरहित जिन्दगी बिताउन सक्छौँ। पारिवारिक मित्रता हुनसक्छ, सामाजिक मित्रता हुनसक्छ, देशलाई, सारा राष्ट्रलाई माया गर्ने भाव हामीसँग सिर्जना हुनसक्छ। त्यसो भएको हुनाले एउटा जीवनलाई, तनावलाई व्यवस्थापन गर्ने, जीवनमा यो संसारमा कुनै मेडिसिन बनेकै छैन, एउटै मात्र मेडिसिन हो ध्यान। कति सजिलो छ, कति सरल छ। म आज यहाँलाई धेरै बोल्नुभन्दा पनि हामी काम गरेर चाहिँ कमसेकम प्रस्तुत गर्न चाहने भएको हुनाले, यहाँ धेरै ठाउँको पनि अभाव भएको हुनाले म सबै कुराहरू गर्न सक्दिनँ। त्यसैले गर्दा हामी सबैजना एकपल्ट उठौँ, सबैजना उठौँ त, सबैजना उठौँ, एकदमै सबैजना उठेर एकचोटि सबैले ताली लगाउँ, पुरै ताली लगाउँ, पुरै ताली लगाउँ, पुरा ताली लगाउँ, सबैले ताली लगाउनुहोस् है। यस्तो जोडको ताली लगाउनुहोस्, सबै 10वटा हातकाहरू पुरै पुरा ताली लगाउँ। शरीरका सारा शरीरहरूबाट एउटा किसिमको झन्झनाहट आओस्, पुरै झन्झनाहट आओस्। हामीमा अहिले जाडो भइरहेछ, त्यो पुरै जाडो हामी भगाउँदैछौँ। पुरा गर्नुहोस्, पुरै मैले पछाडि देखिरहेको छैन, पुरै ताली लगाउनुहोस्, पुरै 10वटा अम्लालाई यस्तो तरिकाले ताली लगाउँ। अनुहारमा खुसी लिएर, एकदमै खुसी मानिस मात्रै एउटा मानवमा एउटा शान्ति प्राप्त गर्न सक्छ। एकदमै खुसी भएर हस्, धन्यवाद। हल्का आँखा बन्द गरौँ, पुरै बन्द गरौँ र श्वासलाई फालिरहौँ है। श्वास फालिरहौँ,
गर्न पर्यो भनेर होइन, गर्न पाइयो भनेर एकदमै खुसी हुने। पुरा भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई त स्मरण शक्तिको एकदमै विकास हुन्छ। यो नमस्कार प्राणायामले तपाईँलाई भुल्ने, तपाईँहरूको बानी छ, पढाइरहेको कुरा हामी स्मरण आइरहेको छैन भने यो विधि तपाईँहरूले नियमित गर्नु भने विद्यार्थी भाइ बहिनीहरूको निम्ति स्मरण शक्तिको वृद्धि हुन्छ, स्वास्थ्यमा सुधार हुन्छ। एकदमै सबैले गरौँ, एकदमै सबैले पुरै श्वासलाई मात्रै फालौँ, श्वास फालौँ, पुरै आँखा बन्द गरौँ, पुरै आँखा बन्द गर्दै गरौँ है। सबैले आँखा बन्द गरौँ। अब जानिसक्नुभयो, सबैले आँखा बन्द गरौँ। एकदमै शरीर आफूभित्र हेर्ने, आफूभित्र कस्तो भइरहेको छ आफूभित्र हेर्ने र श्वासलाई पुरा श्वास फालौँ, पुरा श्वास फालौँ, पुरै श्वासलाई फालौँ, पुरै श्वास फालौँ, पुरा गर्ने है। हेर्नुहोस् त हाम्रो प्रमुख अतिथिज्यूहरू, जिल्ला प्रमुख अधिकारीज्यू लगायत कति राम्रो गरिरहनु भएको छ। हेर्नुहोस् त उहाँहरूलाई हेर्नुहोस् कति राम्रो गरिरहनु भएको छ उहाँहरूले। हेर्नुहोस् सबैले गरौँ, सबैजना व्यक्तिले गरौँ, यो नियमित गरौँ है। आज हामी यो कार्यक्रमको लागि मात्रै कार्यक्रम गर्ने होइन, यसलाई नियमित अभ्यास बनाऊ। घरमा बाहिर आफूले परिवारलाई सबैलाई गर्न लगाऊ, आफू स्वस्थ बनाऊ र सबैलाई स्वस्थ बन्नलाई प्रेरित गरौँ। सबैले आहा कति राम्रो, सबैले मनमा आहा भनौँ, आहा सबैले एकचोटि आहा है, एकदमै आहा, पुरा आहा है, आहा पुरै आहा, पुरा आहा है, आहा कति सुन्दर आहा। अन्तिम पटक है, 15-20 सेकेन्ड माग्छ। होइन मेरो काम ध्यान मात्रै छु, म आधी घन्टा मात्रै 1 सेकेन्ड लाग्दैन। दुई हातलाई एक आपसमा बिस्तारै घर्षण गर्नुहोस्, पुरा घर्षण गर्नुहोस्। एक किसिमको न्यानो र तातो ताप निकाल्नुहोस् है। त्यो हातबाट पुरै ताप निकाल्ने, ध्यानबाट निस्केको तातो ताप एकदमै राम्रो हुन्छ स्वास्थ्यको निम्ति। त्यसलाई बिस्तारै त्यहाँबाट निस्केको तातो तापलाई दुवै आँखामा लगाउनुहोस्, बिस्तारै हत्केलालाई पर सार्दै हत्केलामा आँखा खोल्नुहोस्, बिस्तारै आँखा खोल्नुहोस्। सबैले एकचोटि ताली लगाउनुहोस्, जोडको त ताली लगाउनु होला, सबैले ताली लगाउनुहोस्। हस्, धन्यवाद।